हेलो 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 गाइज नमस्ते नमस्ते। आज फेरि नयाँ ब्लग लिएर आइसकेको छु। ल आज चाहिँ मेरो बिदाको दिन थियो। यस्तो मजाले घाम लागिरहेको बेला चाहिँ अब पार्कतिर घुम्नुपर्छ होइन। अब आजसम्म चिसोमा भित्र बस्दा 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 एकदम डिप्रेस भइरहेको बेलामा अब चाहिँ मजाले बाहिर डुल्नुपर्छ, पार्कतिर घुम्नुपर्छ भनेर निक्लिरहेको छु। आज चाहिँ म यो हाम्रो घरबाट नजिकैको पार्क भयो, यो फोल्डिङ पार्क भन्छ भन्नलाई। यहाँ यता साइडमा ताल पनि छ अनि यहाँ पार्क छ, टन्नै मान्छेहरू जम्मा हुन्छ क्या यहाँनिर। अनि यहाँ गर्मीमा चाहिँ यिनीहरूले मजाले घाम ताप्ने, आउने, बस्ने, साथीसित भेट्ने, अनि कुकुरहरूलाई ल्याउने, नचाउने, घाम तपाउने, धेरै 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 हुन्छ क्या। त मान्छेहरू टन्नै हुन्छ। आज चाहिँ कम रहेछ मान्छे, विकेन्डमा अलिक बढी मान्छे हुन्छ अनि नर्मल डेमा चाहिँ कमै हुन्छन् मान्छेहरू। तर गर्मी सिजन अझै बढिरहेको छैन, बल्ल सुरु भएको छ नि त, अनि बिस्तारै बढ्छन्। ल हेर्नुहोस्, यो गिद्धको गुँड चाहिँ यस्तो बनाएको, गिद्ध गुँड भन्छ के अरे, हामीले गिद्धको गुँड भन्थ्यौँ के अरे। यो बाजको तिनवटा बनाएको छ कि मूर्ति बनाएको छ यहाँनिर। यस्तो मजाले मान्छे हेर्न आउँछन् यहाँनिर। त्यो बिल्डिङ पर छ, त्यो गभर्मेन्ट बिल्डिङ हो, टाढा देखिरहेछ। अनि त्यो यहाँबाट हेर्दाखेरि दामी देखिँदो रहेछ। आज घाम लागिरहेछ, यस्तो दामी क्लियर देखिरहेको छ। मान्छेहरू लगभग आउने क्रम जारी छ, फ्याटी मान्छेहरू आइरहेछन्। दामी छ ठाउँ चाहिँ। छुट्टीको दिन घुम्नुपर्छ, देख्नुपर्छ। भित्र बस्दा बस्दा डिप्रेस भइन्छ कि चिसोमा फेरि। ल हेर्नु नि, यो कस्तो मजाले, यस्तो यो सिमेन्टको होला सायद है। यस्तो दामी वेटी चिज सेट गरेको छ माथि। केटाकेटी अनि बुढापाकालाई यसरी घुमाउन पनि ल्याउँछ। फुल फुलेर यस्तो राम्रो देखिरहेछ। गार्डनमा फुललाई फेरि बहुत माया गर्छ यिनीहरूले। हाम्रो नेपालतिर के वास्तै हुन्न नि त फुलहरूको। यहाँ एकदम सानो सानो फुललाई पनि एकदम केयर गरिरहेको हुन्छ कि यिनीहरूले। एकदम पानी, जल, मल के भन्छ सबै दिइरहेको हुन्छ कि। यो ग्राउन्ड छ नि, यो ग्राउन्ड सबै प्याक हुन्छ कि। कोही फुटबल खेल्छ, कोही भलिबल खेल्छ, कोही ब्याडमिन्टन है। बच्चाहरू यत्तिकै लडीबुडी खेलिरहेको हुन्छ। कुकुर त एकदम रमाउँछ। चाहिँ कुकुरहरूलाई चाहिँ खुब मजा लाग्दो रहेछ। यो ग्राउन्ड हो, सबै ठुल्ठुलो पार्क हो यो। मजाले चाहिँ जिरहेछन् हो, जिरहेछन् गोरेहरूले जिरहेको असल जिन्दगी। यो बाजेको यहाँ चाहिँ मूर्ति बनाएर राखिरहेछन्। मैले एकचोटि पढेको थिएँ, यो बाजेले चाहिँ यो वल्युम चाहिँ यो रुख रोपिरहेछ नि, यो 200वटा बिरुवा यो बाजेले रोपेको रहेछ कि जमानामा। 20-25 वर्ष पहिला अगाडि यो जमानामा रोपिरहेको रहेछ। अनि उसको नामबाट चाहिँ यो पार्कको नाम राखेको छ। यो सारा रुख छ नि, यो सारा रुख, यो साइडको रुख जति 200+ छ भनिरहेछ। यो रुखहरू चाहिँ पुरा त्यो बाजेले रोपिरहेको अरे, बाजेकै नाममा। यहाँ साइक्लिङ गर्ने, यो साइडमा रनिङ गर्ने ठाउँ, यो थोरै माटोको भाग छ साइडमा। यहाँनिर पानीको फोहराहरू सुरु गरेको छ भर्खर भर्खर। यो जाडो विन्टरमा चाहिँ बन्द गरिरहेको हुन्छ। अनि समर सुरु भइसकेपछि पानीहरू मोटरहरू लगाएर एकदम के त्यो बनाइरहेको हुन्छ, फोहराहरू बनाइरहेको हुन्छ। रातिमा चाहिँ लाइट बाल्छ, यो उज्यालो बनाउँछ। यस्तै हो साथी। युरोप भन्छन्, युरोपलाई चाहिँ घुम्ने भन्छन्। यस्तै हो युरोप घुमाइचाले। हप्ताको अरू दिन सबै कामै हुन्छ, काममा दौडो, आयो, रुममा बस्यो, खायो, सुत्यो, ठिक्कै हुन्छ। बिदाको दिन यसो मोबाइल ल्यायो, निस्क्यो। यही हो युरोप भन्नुहुन्छ नि साथी, यही हो युरोप। हाँस छोडिदिएको रहेछ कि पानीमा। पछि चढ्नै हुन्छ हाँसहरू। अहिले चाहिँ बल्ल स्टार्टिङ रहेछ, 2-3टा रहेछ हाँस। त्यहाँ पर छ होला हाँस। रातिमा अझै दामी देखिन्छ। यो लाइटले गर्दाखेरि त्यो पानीको फोहरामा लाइटहरू लगाएको हुन्छ, दामी देखिन्छ। पानी फोहोर छ त यो।
भर्खर आज मात्रै राखे होला सायद, त्यही भएर फोहोर पछि यो क्लिन गर्छ फेरि 1 दिनपछि सफा हुन्छ पानी। पिउने पानीको लागि छुट्टै राखिदिएको छ यता। दामी छ, हाँस राखेको रहेछ हौ, भनेर पौडिरहेछ हाँस। दामी छ यो गर्मीमा चाहिँ यो पानीको साउन्डै कस्तो मजाको सरर लाग्छ नि त। साउन्ड चाहिँ कस्तो मजाको शीतल क्या, मन पनि शीतल हुने खालको। यिनीहरूलाई फेरि बहुत गर्मी हुन्छ क्या यो गोरेहरू। ल हेर्नु यहाँबाट यस्तो मजाको देखिन्छ टाढासम्म। यो जति एरिया छ यो रुख लगाएको एरिया हो, यो बाजेले रुख रोपेको एरिया हो। यहाँ हाँस छोडिदिएको रहेछ भर्खर होला, टन्नै हुन्छ पछि, अलि पछि चाहिँ धेरै छोडिदिन्छ। अलि भर्खर स्टार्ट गरेर रहेछ आजबाट। यो चाहिँ गभर्मेन्ट बिल्डिङ हो, यो पोल्यान्डको स्ट्याचिङ सिटीको यो सायद नगरपालिकाको जस्तो कार्यालय छ। यहाँ चाहिँ यातायात सम्बन्धी यताउता तपाईँको स्पेसल नम्बरहरू बनाउनको लागि सुरुमा यहीँ आएर बनाउनुपर्छ। म पनि यहीँ आएको थिएँ। यहाँभित्र चाहिँ डकुमेन्टहरू बन्छ। यदि तपाईँ पोल्यान्डमा आउनुभयो र यो सिटीमा आउनुभयो भने, यदि स्पेसल नम्बर बनेको छैन भने ठ्याक्कै यो बिल्डिङमा आउनु होला। त्यहाँनिर गेटबाट भित्र गइसकेपछि त्यहाँ इन्फर्मेसन डेस्क छ, त्यहाँ चाहिँ पुरा इन्फर्मेसन लिएर म स्पेसल बनाउन आएको हो, भर्खर नेपालबाट अथवा अरू कन्ट्रीबाट आएको हो भनेर भन्नुभयो भने पर त्यहाँ एउटा फाइल दिन्छ। फाइल दिएर त्यो फाइलमा त्यो फारम भरेर सबै अनि तपाईँको होम एड्रेसहरू सबै राखेर भर्नु होला। यो फेरि यता थोरै अगाडि आइसकेपछि यो ट्राम स्टेसननिर आइसकेँ म। यहाँ यही बाटो हो हामी ड्युटी जाने दिल्ली। यो बाटो क्रस जलाभित्र गइरहनु चाहिँ यो बाटो चाहिँ यताबाट ड्युटी जाने हो। हिँड्दै गइन्छ, 10 मिनटको बाटो छ, त्यस्तो टाढा छैन। यो वारको बेलामा प्रयोग भएको जस्तो लाग्छ मलाई सायद है। यस्तो मूर्तिहरू बनाएर राखेको छ आर्मीहरूको, यो के भन्छ सीमा बचाउने भन्छ त के अरे, हाम्रो बलभद्र कुँवरहरूले गरे जस्तै। यता यो बोर्डर एरिया हो नि त यो, त्यो भएर यहाँ त रमाइलो छ त आज त हो। कन्सर्ट जस्तो बनाउनु लागेको रहेछ, रमाइलो छ। घाम लागिरहेको छ, मान्छे घाम लागेपछि खुसी हुन्छ नि आफ्नो मान्छेहरू। जाडोले चाहिँ थुकुर दिएको घरभित्रै खुम्चिरहेका मान्छेहरू बाहिर मजाले फ्री हुन पाएछ। कन्सर्ट जस्तो बनिरहेको छ। कलेज जान बुझिन्न, तर म्युजिक भनेपछि मान्छेको जस्तो इनर्जी आउने कि भित्रबाटै। समर जस्तो धेरै हुन्छ, ठुल्ठुलो कन्सर्ट पनि हुन्छ, ठुल्ठुलो एकदम सिङ्गरहरू अर्केस्ट्राहरू आउने कन्सर्ट पनि हुन्छ रातिमा। यो चाहिँ यतिखेरले इन्जोयलाई लिएर हो। कसैले पैसा माग्ने आइडिया पनि त्यस्तो लगाएको हुन्छ, के भन्छ नेपालतिर पैसा माग्ने खेल भन्छ नि त। यो चाहिँ अर्को यो महल हो, हाम्रो सपिङ मल यो Dobrze, że jesteś, przyjacielu mój, jak dobrze, że jesteś. Popatrz na sąsiada i powiedz, że dobrze, że jesteś. Dobrze, że jesteście. Dobrze, że z nami jesteś, przyjacielu mój, jak dobrze, że jesteś. Dobrze, że z nami jesteś, przyjacielu mój, jak dobrze, że jesteś. Parararara. To muzyka, którą wciąż tu gram, niesie dobry przekaz, to nie spam. Ona ma dobry wpływ, daje plon, dobry plon, jeszcze raz. Dobrze, że z nami jesteś, przyjacielu mój, jak dobrze, że jesteś. Dobrze, że jesteś, dzięki. ल मजाले गीत गाइरहेको सपोर्ट गरिरहेछन् सबैजना मान्छेले, ताली बजाछन्, भिडियो खिचिरहेछन्, उसलाई सपोर्ट गरिरहेछन्। Oddajmy chwałę Jezusowi całym sercem. Trochę lają inne. Uwolnił mnie z babilonskiego systemu. Oddajmy wszyscy chwałę Bogu jedynemu i żywemu. Otwiera nasze oczy i otwiera oczy. I nic nie jest w stanie od Jego miłości nie odłączyć. Gana, pasą dira. Naprawdę tak mu chwałę do końca mych dni. Jest wolność, skupienie jeszcze raz. Kajdany są mu
अब चाहिँ घरतिर निस्किनु पऱ्यो। अब साँझ पनि पर्न आँटिसक्यो, घाम डुब्न लाग्यो। अब छड्के भइसकेको छ। ल साथी हो, अर्को भिडियोमा फेरि भेट हुनेछौँ। अर्को छुट्टीको दिन फेरि भिडियो बनाउनेछु। आजको लागि चाहिँ अब बिदाई हुन लाग्यो हो। अब यो बाटो हुँदै हुँदै म अगाडिबाट घर निस्किन्छु। अब यो बाटो हुँदै सिधा गइसकेपछि टक्कु त्यो अग्लो बिल्डिङको साइडमा चाहिँ मेरो घर छ, हाम्रो घर छ, बस्ने ठाउँ। त्यता बस्नुपर्छ। ल गाइज, कस्तो लाग्छ भिडियो? सुझाव सल्लाह दिनु होला। भ्लग बनाउने, कमेडी गर्ने भनेर युट्युब च्यानल खोलिरहेको छु। साथ सपोर्ट गर्नु होला सबैजनाले। कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गरिदिनु होला प्लिज है। सब्सक्राइब गरिदिनु होला। हामी दाजुभाइ मिलेर अगाडि बढ्नुपर्छ। ल थोरै धेरै युरोपको इन्फर्मेसन चाहिँ जानेको देखेको कुराहरू सिकाउँदै जानेछु है त। अब चाहिँ घरको बाटो लाग्नु पर्यो। दुक्रु चिसो बढ्न थाल्यो साँझमा।